अहिले जुन तपाई स्क्रिनमा देखिराख्नु भएको छ यो हाम्रो आईक्यू च्याप्टरको नन भर्बल रिजनिङमा यो हाम्रो एनालाइटिकल रिजनिङ दैट इज फिगर काउन्टिङ च्याप्टरबाट रहेको छ। यसमा हामी ट्रायंगल काउन्ट गर्ने के त आइडिया सिक्दै छौं है साथीहरु। सबभन्दा फर्स्टमा टाइप 1 है त। यस्तो टाइपको प्रश्नमा यस्तो त लजिकली पनि हैन जनरल तरिकाले पनि हामी सोच्न सक्छौं। यसमा कतिवटा ट्रायंगल, एउटा यो ट्रायंगल भयो 1, एउटा यो ट्रायंगल भयो 2, एउटा यो ठूलो ट्रायंगल भयो 3 हैन त। अब यसरी काउन्ट गरेर बसिराख्नु पर्दैन। अब म तपाईलाई आइडिया सिकाउँछु है त। यसलाई बेस लाइन भनिन्छ है। यसलाई कुन लाइन भनिन्छ डियर? बेस लाइन भनिन्छ। त बेस लाइनमा के गर्ने? यसरी काउन्ट गर्ने 1 2 यसरी काउन्ट गर्ने र काउन्ट गरेर के गर्ने? यसरी जोड दिने 1 + 2 भनेको 3। यसमा 3 वटा ट्रायंगल सक्यो। सिमिलरली यहाँ पनि चेक गरौँ त। यहाँ 1 2 3 4 हैन। सबैलाई के गर्ने? जोड दिने 1 + 2 + 3 + के गर्ने? 4 गर्ने। सो 1 2 3 3 3 6 6 4 कति आयो? 10 सक्यो हैन। तर यसैमा अलिकति फरक आयो भने माथि पनि लाइन आयो भने कसरी गर्ने त? ल चेक गरौँ त। यहाँ हेर्नुस्, पहिला यो बेस लाइन हो। पहिला तल हामी 1 2 लेख्छौं। फेरि पनि बेस लाइन छ नि त माथि हैन। यहाँ पनि 1 2 लेख्छौं के। त 1 + 2 भने कति आयो? 3। 1 + 2 भने कति आयो? 3। त 3 3 कति आयो? यसमा 6 वटा ट्रायंगल। अब जुन तपाई देखिराख्नु भएको छ यो फिगर, यसमा कतिवटा ट्रायंगल छ मलाई कमेन्ट गर्नुस्। भिडियो पज गर्नुस् र कमेन्ट गर्नुस् है त। सो अब नेक्स्ट तिर जाउँ हामी। यसको एन्सर कति आयो कमेन्ट गर्नु होला। र यस्तै भिडियोको लागि पेजलाई चाहिँ रमन कुमार शाह अफिसियल फेसबुक पेज र युट्युबलाई पनि सब्स्क्राइब गर्नु होला र पेजलाई फलो गर्नु होला। सक्दो चाहिँ है साथीहरु शेयर गर्नु होला। सिक्नुस् र अरूलाई पनि के त सिकाउनुस् है। तपाईलाई आईक्यू सम्बन्धी र म्याथ सम्बन्धी कुनै समस्या भएमा तपाई डाइरेक्ट के त कमेन्ट गर्न सक्नुहुन्छ, मेसेज गर्न सक्नुहुन्छ। थ्यांक यू सो मच। सी यू इन नेक्स्ट भिडियो।